Hello everyone, welcome to another class of data science in Nepali language. आज चाहिँ हाम्रो day 8 है त. So let's create a new IPYNB file for our day 8 class. So यो क्लासमा चाहिँ हामी pandas पढ्छौँ अब. Pandas भनेको different library हो. NumPy एउटा library थियो, अब pandas भनेको अर्को library हो. So day 8 pandas है एकदमै इम्पोर्टेन्ट लाइब्रेरी हो यो. ओके सो नम्पाई जस्तै पान्डाज पनि एउटा लाइब्रेरी हो हैन. अब पान्डाज सबैभन्दा सुरुमा चाहिँ हामीले इन्स्टल गर्नुपर्छ. सो इन्स्टल पान्डाज है. सो पान्डा कुनै पनि लाइब्रेरी इन्स्टल गर्ने के भनेको थियो उल्टो एक्सक्लेमेसन अनि पिप इन्स्टल पान्डाज यति गरेर छोड्दियो भने अब यो इन्स्टल हुन थाल्छ. सो हाम्रो पान्डाज इन्स्टल भइसकेको छ, हुँदैछ यहाँ. ओके सक्सेसफुली इन्स्टल पान्डाज है त. पान्डाज इन्स्टल भयो. इन्स्टल भइसके पछाडि पान्डाजलाई हामीले इम्पोर्ट गर्नुपर्छ है. इम्पोर्ट पान्डाज कसरी गर्ने भन्दाखेरि इम्पोर्ट पान्डाज एज पिडी है. पहिला इम्पोर्ट नम्पाई एज एनपी गर्थ्यो नि, त्यसरी नै इम्पोर्ट पान्डाज एज पिडी इन्स्टल भएपछि इम्पोर्ट गर्नुपर्छ है यसरी. ओके अब यहाँ इम्पोर्टेन्ट कुरा के जान्न जरुरी छ भन्दाखेरि नोट लेखौँ है. नोट रमा राखौँ. Pandas is one of the most used library in Python है. Python. Similarly, NumPy, Seaborn, Matplotlib are also famous in Python हैन, and are most used है. अब knowing all of the above, we can carry out data extraction, transformation and load, and also can carry out visualization है. सो यो सबै काम भनेको चाहिँ this is the job of data analyst है. सो यस्तो हुन्छ. डेटा एनालिस्ट या डाटा एनालाइसिस गर्नको लागि यति लाइब्रेरी चाहिँ चाहिन्छ. सो पान्डाजको पार्टिकुलर युजेस भनेर चाहिँ के छ लेख्दिउँ है त. यसमै uses of pandas है. के भन्दाखेरि it is of the most used in Python हैन. अर्को it is used for extract, transform and load भनेको ETL प्रोसेस भन्छ त्यसलाई अफ डाटा है. अर्को भनेको it is used for EDA भनेको डाटा एनालाइसिस है त. युजेस अफ पान्डाज. अब हामी क्विकली डाटा स्ट्रक्चर्स इन पान्डाज हेरौँ है त. डाटा स्ट्रक्चर भनेको के त, डाटाहरूलाई स्टोर गर्ने एउटा स्ट्रक्चर सेप भनौँ न, त्यस्तोलाई डाटा स्ट्रक्चर भन्छ हैन. सो त्यसमा के छ भन्दाखेरि सिरिज भन्ने छ है. similar to one the array है. सिरिज डाटा स्ट्रक्चर भनेको हैन. सो
declared with pd dot series है अर्को भनेको data frame to the array declared with pd dot frame अर्को भनेको handle to 3D array with यो चाहिँ हामी पढ्दैनौँ है आउट अफ आवर्स सिलेबस है त ल यसरी 1 2 3 राख्थे है अब यो डेटा फ्रेमको बारेमा चाहिँ के लेखौँ भन्दाखेरि all the .csv dot excel .json file that is loaded into the pandas are stored as data frame as default है त सो सुरुमा हामी सिरिज कसरी गर्छ हेरौँ है त सो one dot series हैन सो सिरिज कसरी डिक्लेयर गर्ने भनेको छ pd dot series अनि त्यसपछि सिरिजमा अब डाटा हाल्नु पर्यो हैन सो डाटा सपोज हामीसँग रेन्ज छ रेन्ज अफ 1,10 सरी यो क्यापिटल एस हुन्छ यो केस सेन्सिटिभ हुन्छ सो सिरिजमा चाहिँ डाटा यसरी स्टोर हुन्छ जो 1 देखि 9 सम्म आउँछ हैन यो रेन्जको यो त हामीलाई थाहा छ र स्टोर कसरी गर्छ भन्दा यसरी स्टोर गर्छ यो डिस्प्ले यसरी हुन्छ भनौँ न हैन त्यस्तो हुन्छ सो यो भनेको कस्तो भन्दाखेरि हामीले लिस्टमा हेरेका थियौँ लिस्टमा लिस्टमा यतिकै हामीले रेन्ज 1,10 राख्दाखेरि यस्तो आउँथ्यो हैन अनि अर्को भनेको np array बनाउँदाखेरि np dot array भित्र रेन्ज 1,10 np यहाँ इम्पोर्ट गरेको छैन हामीले यो पेजमा सो import नपाएस np सो यस्तो थियो हैन सो यो डिफरेन्ट तरिका अफ वे अफ डिस्प्लेइङ हो लिस्ट यसो डिस्प्ले हुन्छ एरे यसो डिस्प्ले हुन्छ सिरिज डाटा स्ट्रक्चर चाहिँ यसो डिस्प्ले हुन्छ है त सो ओके सो हाम्रो वन डाइमेन्सनल डाटा युज स्टोर गर्नको लागि सिरिज युज गरिन्छ पान्डाजमा हैन अब अर्को भनेको दोस्रो नम्बरमा डाटा फ्रेम हैन सो डाटा फ्रेम भनेको चाहिँ अब यसमा त एउटा सिधावाला लहरेवाला डाटाहरू स्टोर भयो हैन सिरिजमा 0 1 2 3 भएर हैन अब डाटा फ्रेममा चाहिँ 2 डाइमेन्सनल एरे स्टोर हुन्छ 2 डाइमेन्सनल डाटा स्टोर हुन्छ के अब यही रेन्ज छ यसलाई हैन रेन्जलाई हामीले 2 डाइमेन्सनलमा स्टोर गर्नु पर्यो भने चाहिँ pd डट डाटा फ्रेम बनाउनु पर्यो डाटा फ्रेम यो डाटा फ्रेम को यो यसरी नै लेख्नुपर्छ क्यापिटल डी र क्यापिटल एफ लेख्नुपर्छ अनि डाटा फ्रेम भित्र डाटा के डाटा राख्ने भन्दाखेरि आइको रेन्जवाला यो हैन रेन्जलाई एट द स्टेप अफ 2 भनेर 2 राख्थ्यौँ हैन यसलाई 18 राख्थ्यौँ है सो यसरी गर्दाखेरि
यसरी यहाँनिर डाटा फ्रेम क्रिएट हुन्छ। तर यहाँ डिफ्रेन्स के देखियो भन्दाखेरि यसमा चाहिँ रोको लागि रो र कलम बनाउँछ क्या। रोको लागि इन्डेक्स लेख्यो, कलमको लागि पनि इन्डेक्स लेख्यो क्या। 0 इन्डेक्स हो यो, 0 कलम हो होइन। अब फेरि अरूको डाटा थियो भने यसरी यसरी आउँदै जान्थ्यो क्या होइन। सो त्यो डिफ्रेन्स भयो। अघिकोमा त रोको मात्र भनौँ न एउटा डाइरेक्सनको मात्र इन्डेक्स दिएको थियो, अब चाहिँ यहाँनिर सबैको लागि इन्डेक्स दियो के है। यो चाहिँ डाटा फ्रेम यस्तो भयो। So data frame also creates column है त, त्यस्तो भयो होइन। अब यही डाटा फ्रेम हामी यही क्रिएट गरौँ फेरि, तर यो पालि चाहिँ हामी यो कलमको नाम चाहिँ अर्को नाम दिन सकिन्छ। यहाँ 0 छ नि होइन, यसको ठाउँमा अर्को के लेख्न मिल्छ भन्दाखेरि COLU columns equals to my column यस्तो दिन मिल्छ। के भयो इनभ्यालिड सिन्ट्याक्स, कमा हो सायद। range my column was passed index, sorry यो यहाँ चाहिँ बिग ब्र्याकेटमा राख्नुपर्छ है, बिग ब्र्याकेटमा राख्ने, यहाँ पनि बिग ब्र्याकेट क्लोज। अब हुन्छ। सो यहाँ कलमको नाम माई कलम आयो है। त्यस्तो नि गर्दा सकिन्छ, यो कलमको नाम यसरी चेन्ज गर्न मिल्छ है त। अब यो त एउटा रेन्ज, एउटा 1 डाइमेन्सनल भ्यालुलाई हामीले जबरजस्ती 2 डाइमेन्सन बनाएर गऱ्यौँ होइन। नर्मली यसरी हामी युज हुँदैन नर्मली, तर नर्मली चाहिँ हामी एक्सेल फाइल या फिर CSV फाइलहरू इम्पोर्ट गर्छौँ होइन, त्यसमा एनालाइसिस गर्नको लागि। त्यस्तो बेलामा चाहिँ डेटा फ्रेम युज हुन्छ। डेटा फ्रेम चाहिँ एक्सेल इम्पोर्ट हुने बित्तिकै अटोमेटिक त्यो डेटा फ्रेमको रूपमा इम्पोर्ट हुन्छ, अनि त्यतिखेर चाहिँ रो र कलम युज हुन्छ। सो त्यस्तो हो है। सो डेटा फ्रेम भनेको चाहिँ कुनै पनि एक्सेल CSV JSON फाइलहरू इम्पोर्ट गर्दाखेरि डाइरेक्ट अटोमेटिक डेटा फ्रेमको रूपमा इम्पोर्ट हुन्छ है त। अब एउटा अर्को टपिक हेरौँ, रिडिङ फाइल है। सो रिडिङ फाइल, अब हामी फर्स्टमा हेरौँ एक्सेल फाइल। सो फाइल एक्सेल फाइल कसरी एक्सेल फाइल पढ्न सकिन्छ भन्दाखेरि एक्सेल फाइल इज read using syntax pd.read excel file path। सो यो सिन्ट्याक्स युज गरेर एक्सेल फाइल रिड गर्न सकिन्छ है। सो हेरौँ, एउटा रिड गरी हेरौँ त, रिड एन्ड एक्सेल फाइल है। सो कसरी गर्ने भन्दाखेरि एउटा डाटा भन्ने एउटा डाटा फ्रेम हो अरे, डाटा फ्रेम यसलाई जे पनि नाम हुनसक्छ है त। DS भनेर राखेँ ल, DS इक्वल्स टु pd.read read एक्सेल पाथ होइन। अब पाथ यहाँभित्र कुनै एक्सेल फाइलको पाथ राख्नु पर्यो। सो मसँग एउटा एक्सेल फाइल के छ हेरौँ है त, डेस्कटप एक्सेल कहाँ छ, यहाँभित्र छ सायद। यो एउटा राख्थ्यौँ, यिनीहरू राख्नु हुँदैन। सो म च्याट GPT युज गर्छु टु जेनेरेट वान स्याम्पल डेके एक्सेल फाइल है त। जेनेरेट वान स्याम्पल फाइल विथ डाटा added with headings for data project है। सो एउटा एक्सेल फाइल क्रिएट भएको छ, यसलाई डाउनलोड गरौँ। डाउनलोड भयो, डाउनलोड्सलाई हाम्रो सेम ठाउँमा राखौँ है। अब यसको पाथ हेरौँ है त, कपी एज पाथ होइन। यसरी कपी गरेँ, अनि त्यस पछाडि
यहाँनिर भित्र पेस्ट गर्ने हैन। यो इन्भर्टेड कमा छ हैन। अब यो इन्भर्टेड कमालाई यति गर्यो भने चाहिँ यो काम गर्दैन है। यो इन्भर्टेड कमा भित्रको यो चिजहरु चाहिँ अब के अरे फाइल पाथ हो भन्ने कुरा बुझाउनको लागि चाहिँ आर लेख्नुपर्छ है। अनि त्यसपछि काम गर्छ। के भएछ एक्सेल ईडी। सो यो एररले के देखाउँछ भन्दाखेरि एउटा मोड्युल मिसिङ छ भनेर देखाउँछ। के मोड्युल हो भन्दाखेरि यो ओपन पीवाई एक्सेल भन्ने मोड्युल चाहिँ इम्पोर्ट गर्नुपर्छ, इन्स्टल गर्नुपर्छ पहिला अनि इम्पोर्ट गर्नुपर्छ है। त्यो चाहिँ यहाँ मिसिङ छ। सो यहाँनिर हामी यसको तलै हाल्दियौँ पिप इन्स्टल यो है। अब यो रन हुँदैछ, एकछिन रन हुन टाइम लाग्छ अलिकति। सो अब यो इन्स्टल भइसकेको छ। अब यसलाई एक्जिक्युट गरौँ। सो अब बल्ल एक्जिक्युट भयो। यसलाई आर हटाएर गरी हेरौँ, एरर देखाउँछ है। सो आर चाहिन्छ। सो we must write R in front to make the code and that the path as the it is the file path है। यो कुरालाई तल लेखौँ। सो यहाँनिर अर्को कमेन्ट लेख्दै इन्स्टल दिस मोड्युल टु रिड एक्सेल फाइल्स इन पान्डाज है त। यो ओपन पीवाई एक्सेल हैन। अब डाटा फ्रेम आइसक्यो। अब डिएसलाई हेर्नु पर्यो अरे, डिएस मात्र यसो लेखौँ। सो यो हाम्रो एक्सेल आइसक्यो यहाँनिर है। डाटा फ्रेम आयो, 2 डाइमेन्सनल आयो नि त, रो कलम यसरी आयो सबै है यसरी। अब एक्सेलको हामीले त्यस्तो गऱ्यौँ हैन। अब सीएसपी को पनि हेरौँ है त। टु सीएसबी फाइलको हैन, सीएसपी को यसको कसरी रिड गर्ने अहिले जस्तै कुराहरू गरौँ है त। सो अघिकै तरिका हो हैन। CSV file is read using syntax read CSV र फाइल पाथ है। एकै जस्तो तरिकाले हुन्छ। अब रिड गर्ने पनि त्यसै नै पहिला एउटा CSV फाइल बनाऊ अहिलेकै च्याट जीपीटीलाई दिएर हैन। So downloading the CSV file, यहाँ आयो, Control X, भित्र यो .csv फाइल भयो हैन। यसको कपी पाथ गरौँ, कपी एज पाथ अघिकै जस्तो। अब यहाँनिर CSV कसै गर्ने, PD एउटा प्रश्नमा डाटा फ्रेम चाहियो हैन, DF राखौँ योपालि, अथवा CSD C राखौँ न, के छ र, PD डट read CSV R रे पाथ है। अब SC गर्दा भने यसरी आयो है। सेम डेटा हामीले अब CSV को चाहिँ यसरी रिड गरिन्छ है। रिड गर्यो, त्यही त गर्यो, CSV गर्यौँ अनि पाथ राख्यौँ, आर राख्न जरुरी हुन्छ अनि यो यसरी आउँछ। सो CSV पनि लोड भएको हेर्यौँ हामीले है। अब हामी हेर्छौँ डाटा लोड भए पछाडि हामी के गर्छौँ त भन्दाखेरि डाटा प्रिभ्यू फर्स्ट वर्क आफ्टर लोडिङ डेटा आफ्टर रिडिङ डेटा हैन। सो कसरी गर्छौँ भन्दाखेरि हामीसँग त्यसको तरिकाहरू चाहिँ एउटा हेड भन्ने छ, अर्को टेल भन्ने छ
info describe columns है सो यिनीहरू छ हामीसँग after we read the data सो सुरुमा हामी हेड हेरौँ हैन हेड हामीसँग सपोज अघिको हाम्रो यो हेरौँ है त ds भन्ने डाटा फ्रेम छ हैन सो ds डट हेड त्यो डेटा फ्रेमको हेडमा चाहिँ गऱ्यौँ भने 5 वटा आउँछ सुरुको 5 वटा रो आउँछ सो यो चाहिँ के हो भन्दाखेरि 8 returns first 5 rows of the data frame है अब यही हेडलाई चाहिँ हेडलाई यहाँनिर हामीले नम्बर दियौँ भने त्यो जति नम्बर मेन्सन गरेछ त्यतिवटा रो फर्स्ट त्यति रो आउँछ है सो returns first 3 rows of the data frame है त अब अर्को हेरौँ हामी टेल हैन सो ds डट टेल गऱ्यौँ भने के आउँछ त लोवर 5 वटा तलको 5 वटा आउँछ तलको 5 वटा 5 वटा रो आउँछ है सो returns lowermost last 5 rows from the data frame है अब यही हामीले यहाँनिर नम्बर मेन्सन गर्यौँ भने जति मेन्सन गर्छ त्यतिवटा तलबाट त्यति आउँछ है यही अहिलेको कुरा फोर रो डाटा फ्रेम अब अर्को छ इन्फो चाहिँ के गर्छ ds डट इन्फो गऱ्यौँ भने यसरी कलमको नामहरू कति डट नल काउन्ट कतिवटा छ कतिवटा नट नल ओके भनेको डाटा भएको कतिवटा छ त भन्दा यतिवटा यो कलममा कतिवटा डाटा छ 10 वटा नट नल भनेको फिल भएको डाटा है डाटा छ जस्तै फर इक्जाम्पल यहाँ हेरौँ कस्टमर नेममा यो सबैमा डाटा छ नि त सबै रोमा कुनैमा थिएन भने चाहिँ त्यसले चाहिँ नल भन्छ छ भने चाहिँ त्यसले नट नल भन्छ है सो नट नल छ है नन नल अनि त्यसरी डाटा टाइप कुन हो पनि त्यहाँनिर यसरी मेन्सन गरिदिन्छ है सो returns call name non count and data type of the frame है अर्को भनेको describe so ds dot describe ले चाहिँ यस्तो मिनिमम म्याक्सिमम प्रत्येक कलमको मिनिमम म्याक्सिमम यो भ्यालुहरू रिटर्न गरिदिन्छ हैन सो returns measures of each column है as like following है यसो डिस्क्राइब गर्दाखेरि मिन मिडियन मिन स्ट्यान्डर्ड डेभिएसन मिन के अरे मिनिमम म्याक्सिमम 25% ब्ला ब्ला यो सबै देखाउँछ है त डिस्क्राइब गरे अर्को भनेको कलम्स सो लेट dash ds dot सो यसरी कलमहरूको लिस्ट बनाएर दिन्छ है त सो returns the list of the column names है त
from the data frame of the data frame है अर्को भनेको size ds dot size you're important. So it returns the total number of rows in the data frame है कतिवटा रो छ त्यतिवटा दिन्छ है जस्तै यहाँनिर ds ए सरी साइजले चाहिँ कतिवटा टोटल भ्याल्युजहरू छ त्यो डाटा फ्रेममा त्यो चाहिँ दिन्छ है त यो चाहिँ भनेको रोज इन्टु कलम हो सो टोटल कतिवटा भ्याल्यु छ कतिवटा डाटाहरू छ त्यो सबैको सम हो है त यो 130 सो टोटल नम्बर अफ डाटा इन द डाटा फ्रेम है त सो आजको क्लासमा हामी यति नै पढ्छौँ है अरू कुरा बाँकी बातें कल करेंगे है त